नमस्ते। म अहिले बागलुङ कालिका मन्दिरमा छु र यहाँ चाहिँ खड्का पुजारीहरू हुनुहुन्छ, म पनि खड्का। त्यसर्थ यो मन्दिरमा चाहिँ मैले के भन्न खोजेको, सन्देश दिन खोजेको भने यो मन्दिरमा पशुपन्छीको बलि हुन्छ, पशुपन्छी मार्ने काट्ने गरिन्छ भन्ने सुनेको छु। यदि त्यो मार्ने र काट्ने गरिन्छ भने बागलुङ कालिका माईले मलाई सपनामा के भन्नुभयो भने, मेरो कल्पनामा पनि के भन्नुभयो, मेरो हर दिनको सपनामा के भन्नुभएको छ भने त्यो मार्ने मान्छेलाई, त्यो मार्नलाई अनुमति दिने पुजारीलाई र त्यो बेच्ने सबैलाई चाहिँ म श्राप दिन्छु। यिनीहरूलाई चाहिँ 7 जन्मभन्दा पनि बढी श्राप लाग्छ र त्यसै गरेर काटिन मर्न पर्छ। पशुलाई जसरी उहाँहरूले मार्नुभयो, जसले चाहिँ अनुमति दिनुभयो, जसले चाहिँ पालेर चाहिँ बेच्नुभयो, जसले चाहिँ यहाँ पुजारीहरूले पनि अनुमति दिनुभयो र जसले काट्नुभयो, उहाँहरूलाई पनि पशुले त्यसै गरेर अर्को दुनियाँमा काट्छ भनेर चाहिँ त्यो चाहिँ मलाई सन्देश दिनुभएको छ बागलुङ कालिका माताले। त्यसर्थ आजैदेखि यो पशु पन्छीलाई बलि दिने, काट्ने मार्ने काम बन्द गरेर नरिवल चढाउनुहोस्, तपाईँको चाहिँ अन्य फलफुल चढाउनुहोस् भन्ने सन्देश चाहिँ बागलुङ कालिकाको सन्देश हो। यो मेरो सन्देश होइन भन्दै बागलुङ कालिका माईले सबैको कल्याण गरून्, मान्छेको मात्रै नभइकन पशु पन्छी सम्पूर्ण जनावरको कल्याण गरून्। अबदेखि आजदेखि तपाईँहरूले मार्ने काट्ने काम बन्द गर्नुहोस्। मार्नु पाप हो, बचाउनु धर्म हो। धन्यवाद।